है मित्रहरू, आज चाहिँ अलिक छिटो कामबाट निस्किन सके। आज बगी खान जानुपर्ने थियो र सानो मात्रै लक्ष्य लिएको थिएँ, तर बगी खान पनि आज आइतबार र शनिबार सरकारी बिदा हुने भएकोले भएछ। आज बिदा भएर उता बगी खान जानु पनि पाइएन, यता काम पनि थोरै लियो र आज चाहिँ बेलैमा आयो है मित्रहरू। दिनभरिको कमाई आज खाना यही खाने विचार गर्यो। 1 केजीमा आएको 1.5 केजी लाएर एउटा भैयाले 500 रुपियाँ चुडाइदियो। धेरै मेरो आफन्तहरूले बाइक कुदाएकोमा रिस गर्यो। बाइक कुदाउँदै बसेकोले नै एउटा स्त्रीलाई पनि खेदाइदियो। केही गर्न नसकेर अन्तिममा मलाई दल्न नसकेर स्त्री भाग्यो, स्त्रीलाई खेदाइयो। के गर्नु मित्रहरू, यो धन्न मैले बाइक पनि निरन्तर कुदाउन नसिकिरहेको भए आज म लडेकै नै हुने थिएछु। किनभने मैले अरू पेसा नै के थियो र पेसा काठ काट्ने पेसा थियो। काठ काट्नु जङ्गल सकिगयो। अब हातले काठ पनि कटाउनु छोड्यो, मेसिनले मात्रै काट्ने। त्यो पनि अब आफूसँग त्यो पैसा कमाउनलाई काठ काट्नलाई पनि मेसिन चाहियो, मेसिन किन्नलाई पैसा चाहियो। पहिला पैसा बिना लगानी बिना कुनै काम नहुने। त्यही भएर एउटा बाइक लिएर हिँडेको शङ्खसभाबाट आज काठमाडौँ आएर बाइक कुदाएर 10 रुपियाँ 20 रुपियाँ पैसा सिलाउँदैछु। मैले जानिरहेको सिप यति नै हो। मैले जिन्दगीमा बाइक कुदाएर हातमा ठेला आएको पनि थाहा थिएन। हातमा ठेला नै आउँछ र यति मिठो निद्रा लाग्छ बेलुका, बिहान उज्यालो भएको पनि थाहा हुँदैन। मैले बाइक पनि नसिकिरहेको भए चाहिँ मलाई म उठ्न पनि सक्ने थिएन, उठ्न पनि सक्ने थिएन, छोराहरूलाई सम्हाल्न पनि सक्ने अवस्था थिएन मेरो।